जति फुर्ती लगाए पनि कोरियामा 4 लाख कमाउनेले जित्छ भन्नुभएको छ एकजना सरले। अब सबैले फेरि कोरियामा 4 लाख कमाउँदैनन् है, यो चाहिँ तपाईँकै फुर्ती हुनसक्छ। किनकि कोरियामा मेरो आफ्नै भाइ र दाइ पनि छन्, त्यहाँ कोरियामा म्याक्सिमम कमाउने भनेको 2.5 लाखदेखि 3 लाखसम्म, कोही 4 लाख 5 लाख आफ्नो ठाउँमा छ होइन, त्यो एक्स्ट्रा स्किल्स हुनेले है। तर तपाईँले भनेको कुरा चाहिँ यो कुरा चाहिँ सही हो कि कोरियामा 2.5 लाख कमाउनेले पनि जित्छ। नेपालमा पैसा उसले बढी पठाउन सक्छ, युएस यता युकेतिर बस्नेहरूले भन्दा होइन। अस्ट्रेलियालाई चाहिँ यहाँनिर कम्पेयर नगरौँ होइन, अस्ट्रेलिया चाहिँ यहाँ खतरा हो अस्ट्रेलिया चाहिँ होइन। तर युएस युकेहरूलाई चाहिँ मेबी उसले जित्न सक्छ, विशेष युकेलाई। ल युकेलाई चाहिँ कोरियाले जित्छ 2.5 लाख 3 लाख जति कमाए पनि। तर 4 लाख चाहिँ कोरियामा चाहिँ सबैले कमाउँदैनन् है, 5%ले कमाउँछन् होला। ल कोही कोरियामा बस्ने हुनुहुन्छ भने कृपया भन्नु त कति कमाउनुहुन्छ तपाईँहरूले होइन। बचाउने त्यही 2.5 लाख हो, धेरै बचाए होइन। मेरो भाइ दाइ उही छन् 4-5 वर्षदेखि, मलाई थाहा छ नि, दिनदिनै कुरा हुन्छ तिनीहरूसँग। अनि तपाईँले यहाँ 4 लाख कमाउनेर जित्छ भन्नुहुन्छ है। ल भन्नु ल को हुनुहुन्छ कोरियामा।